सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN। तपाईँ सामुदायिक सूचना नेटवर्क CINले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष। पछिल्लो समय चित्रकलाको आयाम फराकिलो बन्दै गएको छ। चित्रकलामा जति धेरै समय दिनुपर्दछ सो अनुसारको प्रतिफल प्राप्त गर्न भने कठिन छ। तर पनि चित्रकारहरू कलाकारितालाई तिखार्दै अगाडि बढेका छन्। चित्र कोरिरहनुभएका चित्रकार इसान परियारसँग साथै सुशीला श्रेष्ठले चित्र कोर्दा कोर्दै कुराकानी गर्नुभएको छ। निरन्तरता र एकदमै आफूलाई चाहिँ कुनै प्रेसर बिना, जस्तै मेरो फ्यामिलीमा पनि त आर्टिस्ट बन्नुपर्छ भन्ने प्रेसर पनि आफू मनलाई जे गरेर गर भन्ने खालको हुन्थ्यो। त्यो भएर फ्यामिलीबाट पनि त्यस्तो खालको कुनै प्रेसर भएन र आफ्नो आर्टलाई अगाडि बढाउन सक्यो भने चाहिँ राम्रो हुन्छ भविष्यमा पनि। निरन्तरता दिँदै जाँदाखेरि चाहिँ कलाकारलाई, चित्रकारलाई परिवारको साथ सपोर्ट चाहियो, नभए त गाह्रो हुन्छ। साथीहरू जस्तै अब मेरो यहाँसम्म आउँदाखेरि नि अब साथीहरूले कति सपोर्ट गरेको छ होइन। म काठमाडौँ आउनुको पछाडि पनि एकजना साथी, मेरो साथी फिरोज कार्की भन्ने साथी हुनुहुन्छ, उहाँले चाहिँ एकदमै उहाँको कारणले गर्दा चाहिँ म काठमाडौँ आएँ। म एकचोटि भेटेँ मैले होइन फिरोजसँग। अनि फिरोजले के भन्नु, तिमी के गर्दैछौ भन्दा चाहिँ म चाहिँ काठमाडौँ पढिरहेको छु। ऊ चाहिँ ललितकला पनि पढ्थ्यो अनि कमर्स पनि पढ्थ्यो, पढिरहेको छु, आऊ सँगै बसौँ अनि हामी भन्यो। ल त नि भनेर एउटा कम्पेनियन पाएँ भने काठमाडौँ नै आउनुपर्छ। अनि त्यसपछि सस्टेन हुनको लागि, सिक्नको लागि चित्रकारले काठमाडौँ आउनुपर्छ भन्ने होइन। जस्तै अब लोकल ठाउँमा पनि बसेर गर्न सकिन्छ, त्यस्तो गरिरहेको आर्टिस्टहरू पनि हुनुहुन्छ होइन। काठमाडौँमा पढ्नुभएको तर आफ्नो ठाउँमा गएर त्यहाँ गर्नुभएको पनि हुन्छ। काठमाडौँमा आयो भने चाहिँ अलिक बजार अलिक सजिलो हो, अथवा पढ्नलाई अलिक गुणस्तरीय पढ्न पाइन्छ भन्ने हो, अथवा के हो त नि काठमाडौँ आउनुपर्ने खास कारण चाहिँ? अब ललितकलाको पढाइ हुने भनेको काठमाडौँमै हो। योभन्दा बाहिरकोहरूमा चाहिँ +2 लेभलकोहरू छ। धरान भयो, पोखरामा भयो, +2 लेभलसम्म छ अहिले। र काठमाडौँमा चाहिँ अब मास्टर्स ब्याचलर्स दुइटै छ। अनि त्यो भएर सजिलो छ यहाँ चाहिँ। चित्रकलामा चित्रकार टिकिरहनको लागि चाहिँ चाहिने भनेको मेहनत, धैर्य, प्यासन नै हो। हजुर। अरू के? अनि अहिले कन्टेक्समा त अलिकति मैले हेरिरहेको होइन, मेरो जस्तै गुरुहरू हुनुहुन्छ, उहाँहरू भित्र गइसक्नु भएको गुरुहरू हुनुहुन्छ। उहाँहरूको आर्ट चाहिँ के भइरहेको छ होइन। अब कस्तो लाग्छ कि उहाँहरूको हाइप क्रिएट पनि भएन, उहाँहरूको आर्ट त्यस्तो हाइप क्रिएट पनि भएको छैन। अनि त्यसपछि सेल हुन कस्तो गाह्रो छ जस्तो लाग्छ कि। त्यो भएर अहिलेको समयमा चाहिँ टेक्नोलोजी फ्रेन्डली भएर आफूलाई कसरी अपडेट राख्ने, सोसियल मिडियालाई कसरी युटिलाइज गरेर आफूलाई अगाडि बढाउन सकिन्छ भने अलिकति चलाकपन पनि हुनुपर्छ। नभए चित्र बनायो आफ्नै भित्तामा थन्कायो भने जस्तो मात्रै हुने डर पनि रह्यो। हो, कति मेरो साथीहरू ब्याचलर्स मास्टर्स पढेकोहरू छैन, पलायन भएर गइरहेको छ होइन, सीमित भएर गइरहेको छ। गाह्रो त गाह्रै कुरा हो। अलिकति हामी धेरै चाहिँ बजारसँग केन्द्रित भयौँ, किनभने त्यो सस्टेन हुन सकेन भने पलायन हुनुपर्ने यहाँले भने जस्तै अवस्था आउँछ नि त। त्यसको सम्भावना के छ भन्ने कुरा अलिक बढी कुरा गरियो है। चित्रकलामा खास हुन्छ चाहिँ के त, के हो यो त चित्रकला? चित्रकला मलाई चाहिँ कस्तो लाग्छ, एउटा अब जस्तै मेडिटेसनहरू गऱ्यो भने हाम्रो शरीरमा विभिन्न रसायनहरू निस्किन्छ होइन, इन्डोर्फिन्सहरू, त्यो डिफ्रेन्ट खालको छ। त्यस्तै आर्ट गर्दाखेरि त्यो एक किसिमको नसा भनौँ न, पोजिटिभली भनौँ, अब नसा एउटा त्यसमा डुबिराख्न मनपर्ने, त्यसमा एकदमै त्यो के भन्छ अब त्यसले तानिराख्ने खालको एउटा चुम्बकत्व हुन्छ क्या आर्टमा चाहिँ। त्यो जसले फिल गर्छ नि उसलाई चाहिँ एकदमै त्यो एउटा खाली सादा क्यानभसमा एकछिनमा कति राम्रो चित्र बनाइदिनुहुन्छ नि त। हजुर। सुरुमा सुरु गर्दा र अन्तिममा त्यो निस्किसक्दाखेरिको बिचमा आर्टमा हजुर कस्तो छ भने मैले भन्दाखेरि चाहिँ श्रोताहरूलाई कस्तो लाग्न, दर्शकहरूलाई कस्तो लाग्न सक्छ भने कस्तो रमाइलो फिल रहेछ, आनन्द रहेछ, घर बसेर बनाउनु, त्यो पनि होइन फेरि एकदमै फ्रस्ट्रेटिङ पनि हुन्छ। किनकि हामी जे बनाउन खोजेको त्यो बनेन भने यति धेरै फ्रस्ट्रेट हुन्छ कि भन्दै भएन कसरी गर्ने भनेर त्यो एक किसिमको आउँछ, त्यो फेज हुन्छ लाइफमा। त्यही फेज नै पार गरेको हुनाले नै अहिले सन्तुष्ट हुन सकेको। एकचोटि त मैले एउटा चित्र बनाउन नै नसकेर 1 महिनै म के पनि नगरिकन छोडिदिएको। मैले त यस्तो भनौँ न आर्टदेखि नै फेड भइरहेको 1 महिना जस्तो लाग्यो। त्यसपछि बिस्तारै मैले त्यसलाई फेरि गर्दै गएँ अनि सफलता प्राप्त गरेँ। निरन्तरता हुनु पर्यो। हजुर। चित्रकारको पनि जस्तो आफ्नो एउटा क्षेत्र हुन्छ नि त, सबै पेसाको एउटा
कुनपट्टि जाने केपट्टि जाने भन्ने एउटा निश्चित थिम क्षेत्र हुन्छ होइन चित्रकलाको चाहिँ के हुन्छ त्यसमा चित्रकलाको क्षेत्रमा चाहिँ जस्तै अब ललित कलामा 64वटा विधा भने एउटा वात्सायन भन्ने कुरो भन्नुभएको छैन कलाका 64 विधा भन्छ जस्तै पाक कला पनि पर्यो अब अरू त्यस्तै अरू कलाहरू पनि पर्यो तर फाइन आर्ट भनेर चाहिँ तपाईँको ललित कला भन्छ त्यसमा चाहिँ चित्र मूर्ति सङ्गीत होइन त्यस्तो कुराहरू चाहिँ आउँछ चित्रकलाभित्र पनि त तर चित्रकलाभित्र नि अझै शाखाहरू हुन्छ जस्तै कुन फिल्डमा जाने इलिस्ट्रेसन हो कि अब एप्लाइड आर्ट हो कि डिजाइन हो कि होइन तपाईँको के भन्छ मूर्ति हो कि रिलिफ हो कि भन्ने हुन्छ मिडियमहरूमा पनि वाटर कलर गर्ने कि एक्रिलिक गर्ने कि अल गर्ने अहिले मैले तपाईँकै घरै कोठाभित्रैमा पनि हेर्दाखेरि कुनै चित्र अर्कै खालको कुनै चित्र अर्कै खालको कुनै चित्र अर्कै खालको छ नि त कुनै चित्र चाहिँ हामीले हेर्दाखेरि यो चाहिँ यस्तो अघि यहाँले भने जस्तै हिमालको चित्र भने यो हिमाल भन्ने हुन्छ होइन तर विशेष अर्थ बोकेको त्यसले चाहिँ केही सन्देश दिन खोजेको जस्तो खालको हुन्छ नि गहिरेर हेर्दाखेरि मात्रै बुझ्ने खालको पनि हुन्छ नि त चित्र त्यसको भित्र त्यो भेराइटी हुन्छ नि त्यो चाहिँ कति खालको हुन्छ त कसरी जस्तै अब हामीले टेक्निकल वर्ड युज गर्दा रिप्रेजेन्टेसनल र अनरिप्रेजेन्टेसनल भन्ने भन्छ होइन रिप्रेजेन्टेसनल भन्नाले चाहिँ अब कुनै कुराहरू चाहिँ त्यहाँ रिप्रेजेन्ट भइरहेको छ जस्तै हिमाल बनाएको छ हिमाल छ नदी खोला हामी सबै सजिलै बुझ्छौँ हजुर रिप्रेजेन्टेसनल नै पऱ्यो त्यो केही न केही त्यहाँ रिप्रेजेन्ट भएको छ नन रिप्रेजेन्टेसन भन्दा चाहिँ अब्स्ट्र्याक्ट आर्टहरू जुन चाहिँ रङको मिठास भन्ने जस्तो हामी उज्यालो घाम हिमालमा घाम झुल्का पऱ्यो कस्तो आनन्द मनभित्र खुसी आउँछ नि त्यो एउटा फिलिङ हो नि त्यस्तै गरेर कुनै कलाकारले कुनै रङको मिश्रण त्यस्तो खालको फिलिङ लिएर आउने खालको कसैले गर्छ भने त्यो चाहिँ एउटा एब्स्ट्र्याक्ट आर्ट होइन त्यहाँ नन रिप्रेजेन्ट भइरहेको छ